के तपाईँको कपाल पनि दिनदिनै झरिरहेको छ? यसको कारण स्याम्पूमा मात्र नभएर तपाईँको शरीरभित्र अथवा तपाईँले प्रयोग गर्ने पानीमा पनि हुनसक्छ है। नमस्कार, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। आज म तपाईँलाई हेयर फल यानि कि कपाल झर्ने समस्या किन हुन्छ भनेर बताउँदैछु है त। नम्बर 1 मा पर्छ हर्मोनल परिवर्तन जस्तै थाइरोइडको समस्या, पिसिओएस, प्रेग्नेन्सी अनि मेनोपज हुने समयमा यस्तो हुनसक्छ। नम्बर 2 मा पर्छ न्युट्रिसनल कमी, आइरन, जिङ्क, भिटामिन डी, भिटामिन बी12। त्यसै गरी नम्बर 3 मा पर्छ स्ट्रेस अनि निन्द्राको कमी अनि नम्बर 4 मा पर्छ एक्सेसिभ हिट वा केमिकल ट्रिटमेन्ट। यसको साथसाथै अनहेल्दी डायट, प्रोटिनको कमी अनि पानीको गुणस्तर पनि मुख्य कारण हुन सक्छ। यदि तपाईँको घरमा हार्ड वाटर यानि कि क्याल्सियम, म्याग्नेजियम र क्लोरिन बढी भएको पानी छ भने त्यसले कपाललाई सुक्खा र ब्रिटल अनि कमजोर बनाउँछ। सफ्ट वाटरले कपाललाई मुलायम र स्वस्थ राख्न मद्दत गर्छ। यी कारणहरू चिन्नु नै पहिलो उपचार हो। पार्ट 2 मा म तपाईँलाई हेयर फल रोक्ने र नयाँ कपाल बढाउने उपचार बताउनेछु। फलो गर्न नबिर्सनुहोला।